नमस्कार साथीहरू, हाम्रो ज्ञान प्रोग्राममा हजुरहरूलाई स्वागत छ। प्रत्येक लोकसेवा उपयोगी महत्त्वपूर्ण सामग्री ल्याउने क्रममा आज हामीले नायब सेवा परीक्षा तयारी 2079 भाग 1 नमुना प्रश्न उत्तर लिएर उपस्थित भएका छौँ। यो चाहिँ परीक्षा लोकसेवा आयोगले सोध्ने फर्मेटमा छ र यसमा हामीले 50 वटा प्रश्न उत्तर, जसमा आइक्यू 30 वटा र सामान्य ज्ञान 30 वटा साथै लेभल 1 र लेभल 2 को प्रश्न समेत समावेश गरेका छौँ। साथीहरू ढिला नभई सुरु गरौँ। आज प्रश्न 1 मा रहेको छ, माउन्ट एकाङ्क गुहा अप्सनहरू अफ्रिका, क अफ्रिका, ख उत्तर अमेरिका, क दक्षिण अमेरिका, घ अस्ट्रेलिया र यसको सही उत्तर रहेको छ दक्षिण अमेरिका। माउन्ट एकाङ्क गुहा दक्षिण अमेरिकामा पर्दछ र अर्जेन्टिनामा अवस्थित रहेको छ। त्यस्तै गरी 2 नम्बर, नेपाल र सुरक्षा परिषदको सन्दर्भमा देखाएको कथन विचार गर्नुहोस्। अप्सन क, नेपाल सुरक्षा परिषदमा 2 पटक अस्थायी सदस्य निर्वाचित भएको छ। ख, नेपाल सन् 1969 देखि 70 र सन् 1988 देखि 1989 सम्म निर्वाचित सुरक्षा परिषदमा अस्थायी सदस्य भएको थियो। अप्सन क, अप्सन ए रहेको छ क मात्र ठिक, अप्सन बी ख मात्र ठिक, अप्सन सी दुवै ठिक र अप्सन ग, अप्सन सी दुवै गलत रहेको छ। यसको सही उत्तर अप्सन सी दुवै ठिक रहेको छ। त्यस्तै 3 नम्बरमा रहेको छ, जोडा मिलाउनुहोस्। इल्जा यसको सही उत्तर रहेको छ हुम्ला। त्यस्तै गरी ज्यामु सिन्धुपाल्चोकमा पर्छ, यो यसमा रहेको छ। सेकेम्बार गोर्खामा पर्छ, नामखा गोर्खामा पर्छ। अब यसको अनुसार हेर्ने हो भने 1 को यहाँ रहेको छ, हुँदाखेरि यसको मा 3टा रहेको छ। ख रहेको छ यहाँ, भनेपछि यसको अबको कहीँ छैन, भनेपछि सही उत्तर बी हुन आउँछ। त्यस्तै गरी 4 नम्बर, मस्याङ्दी नदीको उद्गम स्थल कहाँ हो? अप्सन क अन्नपूर्ण, अप्सन ख मनासलु, अप्सन क लद्दाख हिमाल, अप्सन ग धौलागिरी र यसको सही उत्तर रहेको छ मनासलु, अन्नपूर्ण रहेको छ। त्यस्तै गरी 5 नम्बर, दिएको धार्मिक स्थल पूर्वदेखि पश्चिमसम्म क्रम मिलाउनुहोस्। अप्सन क बुढा सुब्बा, जानकी मन्दिर, लुम्बिनी छिन्नामस्ता भगवती। अब हामीले सुरुमा हेर्नुपर्छ, सुरुमा यहाँ दिएको मध्ये बुढा सुब्बा 1 हुन्छ, बुढा सुब्बालाई 1 लगाऊँ। छिन्नामस्ता 2 हुन्छ, 2 लगाऊँ। जानकी 3 हुन्छ, 3 लगाऊँ र लुम्बिनी 4 हुन्छ। यो ठिक रहेको छ, त्यसैले अप्सन सी, अप्सन ख चाहिँ ठिक रहेको छ यसको सही उत्तर। त्यस्तै गरी 6 नम्बर, समूह 1 र समूह 2 बीच जोडा मिलाउनुहोस् रहेको छ। जोडा मिलाउँदा गण्डकी प्रदेशको स्थानीय तह कतिवटा छ त? 85 वटा रहेको छ। त्यस्तै गरी 8 नम्बर, मध्य प्रदेशको 136 वटा स्थानीय तह रहेको छ। बागमती प्रदेशको 119 वटा रहेको छ, लुम्बिनीको 109 वटा रहेको छ। यो हेर्दा अप्सन 2 लेखौँ, सजिलो हुन्छ पत्ता लगाउन। आको 1, इको 4, अब हलको 3 रहेको छ। यो हलको 5 छ, हेर्नुपर्छ। यसरी हेर्दा 1
2 दुईटा रहेको छ। त्यस्तै गरी 8 को 1 यो मात्र छ, त्यसैले अप्सन सी यसको सही उत्तर हुन्छ। 7 नम्बर चुरे पर्वतको अग्लो पर्वत कुन हो? गारबा रहेको छ। यो जिल्लामा पर्छ। यो गारबा दैलेखमा पर्दैन, गारबा डडेलधुरा पर्दैन, गारबा डोटी पर्दैन, गारबा कैलाली सही उत्तर रहेको छ। त्यस्तै गरी 8 नम्बर युरोपको ठूलो ताल कुन हो? क लागोडा रहेको छ। त्यस्तै गरी जोडा मिलाउनुहोस्। बलेबा विमानस्थल, मैगोली विमानस्थल, लामडाँडा विमानस्थल, देवल विमानस्थल पनि अर्को एन्सरपट्टि रहेको छ। चितवन, बझाङ, खोटाङ र बागलुङ र यसको सही उत्तर जोडा मिलाउँदा बलेबा बागलुङमा पर्छ, मेघौली चितवन पर्छ, लामडाँडा खोटाङ पर्छ र देवल बझाङ पर्छ। त्यस अनुसार मिलाउँदा 1 को 4 हेरौँ 1 को 4 भएको एउटा मात्रै छ, त्यसैले यसको आन्सर हुन्छ। त्यस्तै गरी अबेल पुरस्कार 2022 कसले प्राप्त गरे? अप्सन क एन्जेला मार्केल, अप्सन ख नरेन्द्र मोदी, अप्सन ग ऋषि सुनक, अप्सन घ डेनिस सुलिभान। यसको सही उत्तर रहेको छ डेनिस सुलिभान। 11 नम्बर सन् 2022 को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कसले प्राप्त गरे? अप्सन क स्वान्टे पावो, अप्सन ख एन्टी अरोनोक्सको, अप्सन ग क्यारोलिन बटार्जी, अप्सन घ मर्टेन मेन्डल। यसको सही उत्तर रहेको छ स्वान्टे पावो। 12 नम्बर तल दिएको भनाइ विचार गर्नुहोस्। ए नम्बर भित्री मधेसमा 7 वटा जिल्लाहरू रहेका छन्। बी नम्बर बीमा नेपालको पूर्वी बिन्दु ताप्लेजुङमा पर्छ। सी सिन्धुलीले 8 वटा जिल्लासँग सिमाना कायम गर्छ र डी हिमाली जिल्लाको सबैभन्दा सानो जिल्ला रसुवा हो। हेरौँ उत्तर कोड। सी मात्र ठिक, सी बाहेक सबै ठिक। यो पनि ठिक रहेको छ, यो पनि ठिक रहेको छ, यो मात्र गलत छ, त्यसैले अप्सन क नै यसको ठिक आन्सर हुन्छ। त्यस्तै गरी 13 नम्बर तलका भनाइ विचार गर्नुहोस्। नेपालको पहिलो पत्रिका सुधासागर हो। नेपालको पहिलो राष्ट्रपति परमानन्द झा होइनन्। अप्सन सी नेपालको पहिलो महिला सभामुख अन्सरी घरती हुन्। यसमा सबै ठिक रहेको छ। पहिलो पत्रिका सुधासागर हो, यो ठिक रहेको छ। नेपालको पहिलो राष्ट्रपति परमानन्द झा होइनन्, ठिक रहेको छ, किनकि परमानन्द झा उपराष्ट्रपति रहेका थिए। सी नेपालको पहिलो महिला सभामुख अन्सरी घरती हुन्, ठिक रहेको छ र यसमा अप्सन ग सबै ठिक हुन आउँछ। 4 नम्बर घोरेपानी कुन जिल्लामा पर्छ? अप्सन क म्याग्दी, अप्सन ख मनाङ, अप्सन ग बागलुङ र अप्सन ग पर्वत। यसको सही उत्तर रहेको छ म्याग्दी। 15 नम्बर नेपालको पहिलो जलविद्युत आयोजना कुन हो? अप्सन क फर्दिङ, अप्सन क सुन्दरीजल, अप्सन ग चिलिमे, अप्सन ग खिर्ती र यसको सही उत्तर रहेको छ फर्दिङ। नेपालको पहिलो जलविद्युत आयोजना हो र नेपाल आफैले निर्माण गरेको भनेको सुन्दरीजल हो। 16 नम्बर नेपालको काश्मीर भनेर कुन ठाउँलाई चिनिन्छ? अप्सन क दाङ, अप्सन ख पाल्पा, अप्सन ग मुस्ताङ, अप्सन ग जुम्ला र यसको सही उत्तर जुम्ला रहेको छ। 17 नम्बर जुफाल कुन जिल्लामा पर्छ? अप्सन क मुस्ताङ, अप्सन ख डोल्पा, अप्सन ग मनाङ, अप्सन ग मुगु, अप्सन ग मनाङ र यसको सही उत्तर रहेको छ जुफाल डोल्पामा पर्छ। 18 नम्बर स्वयम्भूका 2 आँखालाई केलाई जनाउँछ? अप्सन क करुणा र रिस, अप्सन ख करुणा र दया, अप्सन ग रिस र दया, अप्सन ग करुणा र सोगेन। यसको सही उत्तर रहेको छ करुणा र सोगेन। 19 नम्बर नेपालको पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुबारी कुन जिल्लामा पर्छ? अप्सन क स्याङ्जा, अप्सन क पर्वत, अप्सन क पाल्पा र अप्सन क कास्की। यसको सही उत्तर रहेको छ स्याङ्जा, अप्सन क। 30 नम्बर नेपालको आधुनिक इतिहास कहिले सुरु भएको मानिन्छ? अप्सन क विक्रम सम्वत 1926, विक्रम अप्सन क 1825, अप्सन ग 1826 र अप्सन ग
विक्रम सम्वत 1925 र यसको सही उत्तर रहेको छ 1825 विक्रम सम्वत 1825। 21 नम्बर ठिक र बेठिक पत्ता लगाउनुहोस्। अप्सन 1 मा रहेको छ रणबहादुर शाह 1863 मा सौतेनी भाइ शेरबहादुरद्वाराबाट काटिएका थिए। र 2 नम्बर रणबहादुर शाहले मर्ने बेलामा म मर्या देश डुबिया छैन भीमसेन मर्या त देश डुबिया छ भनेका थिए। यसको अप्सनहरु रहेको छ 1 मा त ठिक, दुवै ठिक, दुवै गलत र अप्सन ख 2 मा त ठिक र यसको सही उत्तर रहेको छ दुवै ठिक। 22 नम्बर नेपालमा पहिलो पटक कहिले संसदको बैठक बसेको थियो? अप्सन क विक्रम सम्वत 2016 माघ 17 गते। अप्सन ख विक्रम सम्वत 2016 असार 10 गते। अप्सन क विक्रम सम्वत 2016 असार 16 गते। अप्सन ख विक्रम सम्वत 2018 असार 17 गते र यसको सही उत्तर रहेको छ विक्रम सम्वत 16 असार 16 गते। 23 नम्बर श्री कृष्ण भगवानको जन्म दिने आमाको नाम के हो थियो? अप्सन क सावित्री, अप्सन क देवकी, अप्सन क गंगा, अप्सन क अञ्जली र यसको सही उत्तर रहेको छ देवकी। 24 नम्बर यो राजा नभई राता कमिला भुटेर खाने जाति राजी हो। 2 नम्बर मगर जातिकोले कोदो रोप्ने बेलामा नाच्ने नाच पाङदुरे नाच हो। 3 नम्बर पहरी जातिको मुख्य बसोबास काभ्रे र ललितपुर जिल्लामा रहेको छ। यसको तीनटै उत्तर ठिक रहेको छ। सबै ठिक हुन्छ यसको। 25 नम्बर नेपालको पहिलो साप्ताहिक पत्रिका कुन हो? अप्सन क जनभूमि साप्ताहिक, अप्सन क जन आवाज साप्ताहिक, अप्सन क गोरखापत्र, अप्सन क सुदशागर र यसको सही उत्तर रहेको छ गोरखापत्र। 26 नम्बर दीर्घकालीन सोच अनुसार नेपालको बहुआयामिक गरिबी सन् 2100 मा अर्थात 2100 मा कतिमा झार्ने लक्ष्य तय गरिएको छ? यसको अप्सनहरु रहेको छ 5%, ख 6%, ग 7%, ग 10% र यसको सही उत्तर रहेको छ 5%। 27 नम्बर हसाउने ग्यास भनेर कुन ग्यासलाई चिनिन्छ? अप्सन क नाइट्रस अक्साइड, अप्सन क नाइट्राइड अक्साइड, अप्सन क नाइट्राइस फोस्फेट, अप्सन क नाइट्रोजन हाइड्रेट। यसको सही उत्तर रहेको छ अप्सन क नाइट्रेट अक्साइड। 28 नम्बर जोडा मिलाउनुहोस् रहेको छ। यतापट्टि रतन्दो, गलागाँड, स्कर्बी, बेरी रहेको छ भने अर्कोपट्टि भिटामिन ए, भिटामिन बी, भिटामिन सी र भिटामिन डी रहेको छ। अप्सन 1 को 1 नै हुन्छ, अप्सन क को 2 को 2 नै, 2 को 4 हुन्छ यहाँ र स्कर्बीको भिटामिन सी हुन्छ 3 हुन्छ भने बेरी भिटामिन बी को कमीले लाग्छ यसको। त्यस्तै गरी 29 नम्बर नेपाल र भारतसँग द्वैत सम्बन्ध कायम भएको हो। नेपाल र भारत बीच द्वैत सम्बन्ध कहिले कायम भएको हो? अप्सन क 1947 जुन 13, अप्सन ख 1947 जुन 14, 1948 जुन 14 र ख 1947 जुन 13। यसको सही उत्तर रहेको छ 1947 जुन 13 रहेको छ। 30 नम्बर तलको भनाइ विचार गर्नुहोस्। नेपालले बिमस्टेकको सदस्यता सन् 2004 मा लिएको हो। ख 2 नम्बर प्रशान्त महासागरको सबैभन्दा ठूलो महासागर हो र 3 मौजा मल्लकालीन प्रशासनिक निकाय हो। यसको सही उत्तर रहेको छ कोडहरु रहेको छ अ र आ मात्र ठिक, ख आ र ए मात्र ठिक, ग सबै ठिक र यसको सही उत्तर रहेको छ सबै ठिक। यदि कोड भाषामा ENTRY इन्ट्रीलाई 1 2 3 4 5 ले र STEADY लाई 9 3 1 7 8 5 ले र कोड गरिन्छ भने ARREST लाई के ले कोड गरिन्छ? यसको अप्सन दिएको छ 7 4 4
5 8 9 ख 7 4 4 1 9 3 र ग दिएको छ 1 4 1 6 6 4 7 9 ग 7 4 5 1 9 4 अब यसलाई हामी हेरौं कसरी गरेको छ यसलाई e लाई 1 ले कोड गरेको छ र n लाई 2 ले t लाई 3 ले r लाई 4 ले y लाई 5 ले गरेको छ अब हामीलाई यहाँ चाहिएको पहिले सुरुमा 9 लाई यसलाई 9 ले 3 लाई t ले e लाई 1 ले गरेको छ a लाई 7 ले गरेको छ अब हामीलाई सुरुमा 7 आयो r को कति दिएको छ त r को 4 दिएको छ त्यसैले 4 अनि अर्को पनि 4 e को 1 छ र अप्सनमा अब हेर्दा हुन्छ त्यसपछि यसको त्यही पनि लेखिहालौं 9 अब t को कति दिएको छ त t को 3 दिएको छ अब यहाँ अन्तिममा हेर्दा पनि हुन्छ अन्तिममा 3 भएको एउटा मात्रै छ र सुरुमा 7 4 4 1 1 यो मिलिरहेछ ख एन्सर यसको छ त्यस्तै गरी यहाँ m 32 नम्बर यदि मंकीलाई XDIMNL लेखिन्छ भने टाइगरलाई के लेखिन्छ यसमा हेरौं अप्सन QDFSS SDFG F ख अप्सन ख X अप्सन ख SDFS अप्सन ग SHFDQ र अप्सन ग UJHFS यसलाई हेर्नुपर्छ हामीले m लाई कसरी गरेको छ पहिले सुरुमा M O N K E Y UI monkey यसरी गरेको छ अब यसलाई उल्टाएर लेखेछ यसमा हेरौं 1 माइनस गरेर यसमा उल्टाएर लेख्ने हो भने L M N M त्यसपछि I T X यहाँ उल्टाएर एक घटाएको छ त्यसैले यसको एन्सर टाइगर लेखौं टाइगरको TIGER yes I yes भएको कति छ दुईटा छ अब यहाँ X हुन्छ यो घटाउँदा त्यसपछि F हुन्छ अनि यो तीनटा हेर्दा पनि मिलिहालेको छ यसको एन्सर हो ग हुन्छ यसको एन्सर ग हुन्छ 33 नम्बर प्रश्नवाचक चिन्हमा कति अंक हुन्छ हेरौं 3 2 13 4 8 80 1 5 र WhatsApp यसमा कसरी गरेछ भने अप्सन ए 26 अप्सन ख 30 अप्सन ग 28
अप्सन ग 27 रहेको छ। यसमा हेर्नुपर्छ 3 तिया 9 9 प्लस 4 13 भएको छ। त्यस्तै गरी 16 प्लस 64 80 भाग छ भने यसमा 1 प्लस 25 3 त 26 यसको एन्सर आउँछ। त्यसैले अप्सन क यसको राइट एन्सर हुन्छ। अप्सन क यसको राइट एन्सर रहेको छ। त्यस्तै 34 नम्बर प्रश्नवाचक चिन्ह भएको स्थानमा कुन अङ्क हुन्छ? एमा रहेको छ 5 4 7 8 6 9 5 10 3 7 2 8। अप्सनहरु रहेको छ 1 4 3 र 6। अब यसको प्याटर्न हेरौँ। 5 रहेको छ प्लस 4 प्लस 7 रहेको छ। यसको डिभाइड 2 गरौँ। कति हुन्छ? 9 7 16 by 2 गर्दा 8 हुन्छ। त्यस्तै गरी 6 5 11 र 9 ले 20 20 को आधा 10 7 3 10 2 12 12 को आधा 6 त्यसै कारण यसको आन्सर 6 हुन्छ। यो त्रिभुजको संख्या यस्तो खालको त्रिभुज 23 हुन्छ। यसको अब यहाँ 36 नम्बर तलको 36 नम्बर गलत विकल्प छान्नुहोस्। यहाँ हेरौँ। यो यता थियो, यता गयो, एन्टी क्लक घुमेको छ। यो पनि राइट नै छ, यसमा राइट छ। अब हेरौँ यो डल्लो के छ? तल साना डल्लाहरू यो एक खालको एकतिर फर्केका छन्, एकतिर फर्केको छ। यहाँ फरक छ भनेपछि यो मिल्दैन, मतलब ग नम्बर मिल्दैन। त्यस्तै गरी 37 नम्बर तलको चित्रमा कतिवटा त्रिभुज हुन्छ? यसको त्रिभुजको संख्या अब यहाँ हेरौँ 1 2 3 4 गर्दा कति 8 को 4 इन्टु 2 गर्दा 8 हुन्छ। 8 हुन्छ। त्यस्तै 8 भयो। अब यसमा 3 प्लस 3 8 प्लस 3 त्यस पछाडि फेरि यो 2 र अब यो एउटा 3 यस्तै 4 1 2 प्लस 2 छोरी हेरौँ 4 7 8 7 15 15 हुन्छ। त्यस्तै गरी 38 नम्बर दिएको चित्र मध्ये कुन भेन चित्र परेवा चरा र कुखुरा बीचको समावेश हुन्छ? चरा र कुखुरा परेर पर्छ, कुकुर छुट्टै पर्ने हुँदा सर सही उत्तर हुन्छ। दिएको चित्रमा पानीमा देखिने चित्र कस्तो होला? यसलाई पानीमा उल्टो हुन्छ ठ्याक्कै, यो मिल्दैन, यो मिल्दैन। यसको सही उत्तर हुन्छ। रिता उत्तर दिशामा 5 मिटर गए। उत्तर दिशामा 5 मिटर गए र दायाँ फर्के। रिता उत्तर दिशामा 5 मिटर गई, यहाँबाट 5 मिटर गई दायाँ फर्की, दायाँ भनेपछि यता फर्की र 2 मिटर हिँडी। 2 मिटर हिँडी। अब 2 मिटर हिँडेपछि त्यसपछि पुनः दायाँ फर्की।
दायाँ भनेपछि यता तलतिर फर्की 5 मिटर फेरि 5 मिटर भनेपछि अब हिँडेर एकछिनपछि बायाँ फर्की हिँडेर एकछिनपछि फेरि 1 मिटर फर्की बढी फर्की भने अगाडि बढी अथवा यता 5 मिटर गई 5 मिटर गइसकेपछि र दायाँ फर्की र 2 मिटर यता आई त्यसपछि पुनः बायाँ फर्की 5 मिटर हिँडेर 5 मिटर पुनः हिँडेर एकछिनपछि बायाँ फर्की यहाँबाट बायाँ यता फर्केर 1 मिटर आई पछि अब रिता कुन स्थानमा बिन्दुमा कुन बिन्दुबाट कुन पहिलेको बिन्दुबाट कुन दिशामा चाहिँ अब यहाँ हेरौँ यो बिन्दुबाट दिशामा चाहिँ पूर्वतिर यसको राइट एन्सर पूर्व त्यस्तै गरी 41 नम्बर कुन संख्याको 40% 40 हुन्छ हामीमा 100 को 40% इक्वल्स टु 40 हुन्छ त्यसैले 100 को संख्या 100 हो 16 नम्बर 43 नम्बर 16 लाई 40 बनाउन कति वृद्धि हुनुपर्छ यहाँ वास्तविक वृद्धि कति हो त 4 होस् किनभने 16 को वृद्धि भएको 4 को फरक छ 4 को वृद्धि हो पहिलेको संख्या कति हो 16 हो हैन त्यसपछि 16 लाई 16 त्यसकारण यसको आन्सर 25 44 नम्बर रु 1 मा 5 वटा अम्बा किनेर रु 1 मा 2 वटा बेच्दा कति नाफा हुन्छ भनेपछि 1 मा मूल्य निकालौं र रु 1 मा कति हुन्छ 5 वटा 1 ले डिवाइड गर्दा कति हुन्छ 0.2 आउँछ भने यसको अनि यसको 2 ले गर्दा 0.5 हुन्छ वास्तविक नाफा कति त 0.3 हुन्छ 0.3 नाफा यो नाफाको क्रय मूल्य कति हो 0.2 हुन्छ भनेपछि 0.2 into 100 यो point हटाउन एउटा थप्दा 0 तर माथि 300 150% वृद्धि हुनेछ यहाँ 150 150% राइट एन्सर रहेको छ 45 नम्बर रामले कुनै काम 15 दिनमा गर्न सक्छ भने हरिले सो काम 20 दिनमा गर्न सक्छ यदि दुवै मिली सो काम 4 दिनसम्म गरे भने कति काम गरेछन् यहाँ हेरौं हामीले 1 दिनमा रामले कति काम गर्छ एकदम उनी 5 काम गर्छ त्यस्तै हरिले एकाउन्न 20 काम गर्छ एकाउन्न 20 काम गर्छ यति काम गर्छ भने अब त्यो दुईटाको लसा लिने हो भने 15 र दुईटालाई डिभाइड हुने कति हुन्छ दुईटालाई डिभाइड गरी जाने लसा लिँदा कति हुन्छ 60 हुन्छ 60 भनेपछि 15 चौको 64 4 प्लस
हुन्छ 20 भनेको 20 दिए 7 7 7 बाई 7 4 दिनसम्म काम गरेछ 4 7को तल 60 छ 60 बाई डाल्नु कति हुन्छ 12 15 60 15 60 भनेपछि यहाँ अप्सन रङ भएको छ 7 15 हुन्छ यसको 7 बाई 15 आउँछ आन्सर फेरि हेरौँ त कति छ 4 दुना 8 हुन्छ यहाँनिर 15 गर्दा 60 यसलाई 4 15 चौको 4 15 चौको 60 भनेको 4 हुन्छ यो भनेपछि 20 भनेपछि 20 लाई यहाँ 3 7 नै हुन्छ भनेपछि 7 दिनसम्म काम गरेछौँ 4 दिनसम्म काम गरेछौँ 7 चौको 28 गर्नुभन्दा 4 ले डिभाइड हाल्दै 12 चौको 15 चौको 60 यो 60 को 15 चौको 60 भयो अनि त्यस पछाडि यहाँ हुन्छ 7 बाई 15 हुन्छ यसको 7 बाई 15 हुन्छ यस्तै गरी अर्को रहेको छ पर्सीको पर्सी आइतबार भए भोलिको पर्सी के हुन्छ पहिले हामी पर्सी भनेपछि यो आज भोलि पर्सीको फेरि भोलि पर्सी भयो भनेपछि पर्सी भयो पर्सीको अब यो के भयो त सन्धि आइतबार छ भने भोलिको जस्तै यसको पर्सी के हुन्छ त पर्सी यो हुन्छ आइतबार पर्ने दिन के हुन्छ शनिबार हुन्छ त्यही भएर यसको आन्सर शनिबार रह्यो त्यस्तै गरी 48 नम्बर राम हरि भन्दा कान्छो छ राम लेखौँ फेरि राम छ त्यसपछि हरि भन्दा कान्छो छ भनेपछि हरि माथि हुन्छ हरि भयो त्यस पछाडि र दिपा भन्दा जेठो छ राम चाहिँ दिपा भन्दा जेठो छ दिपा तल गई राम छ दिपा अब सबैभन्दा कान्छो को होला दिपा भयो हुन्छ 49 नम्बर तल दिएको कुन विकल्प 8:128 समेल खान्छ अब यहाँ हेरौँ 8 8 64 into 2 गर्दा 128 अर्थात् 128 हुन्छ भनेपछि यहाँ हेर्ने हो भने हुन्छ 4 64 होइन 5 होइन 2 8 पनि हुँदैन 3 3 9 2 18 छ यसको आन्सर 50 नम्बर शिक्षकको विद्यार्थी जस्तै नेताको के हुन्छ क कामदार ख कर्मचारी ग महासचिव ग जनता र यसको संयुक्त जनता रहेको छ तपाईहरुको लागि आजको प्रश्न रहेको छ नेपाल भ्रष्टाचार सूचाङ्क 2022 मा कति रहेको छ अप्सनहरु रहेको छ 121 औं स्थान ख 112 स्थान ग 113 स्थान ग 110 स्थान कमेन्ट गर्नु होला त्यति हो त्यस्तै गरी 2 नम्बरमा रहेको छ 6 17 39 72 वाट रहेको छ अप्सन 83 115 116 117 रहेको छ आउँछ भने एन्सर आउँछ भने कमेन्ट गर्नु भने नबिर्सिनु होला
धन्यवाद। यदि यस प्रश्नको PDF नोट चाहिन्छ भने मेल छोडिदिनु होला, हामी PDF नोट उपलब्ध गराउँछौँ। हामी प्रत्येक दिन लोकसेवा उपयोगी महत्त्वपूर्ण सामग्री ल्याउने हुँदा यो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। धन्यवाद। 4 नम्बर, मस्याङ्दी नदीको उद्गम स्थल कहाँ हो?